17 गते बिहान 8 बजे गौरीशंकर मन्दिरबाट भएर शिवनगर हुँदै लक्ष्मीनारायण बाट भएर हसनपुर भएर फेरि हामी यो कलश यात्रा यही मन्दिरमा पुग्नेछौँ। अनि यो मन्दिरमा कलश यात्रा पुगिसकेपछि हाम्रो उद्घाटन कार्यक्रम सुचारू हुनेछ। उद्घाटनमा हाम्रा श्रद्धेय गुरु महाराज 1008 स्वामी श्री लोकानन्द महाराज जी को यहाँ आगमन हुनेछ। उहाँको हातबाट हाम्रो यो मन्दिरमा चाहिँ यो उद्घाटन हुनेछ र साथसाथै त्यो उद्घाटनका साथसाथै त्यसको माध्यमबाट फेरि उहाँहरूले हाम्रो वयोवृद्ध 104 वर्षका हाम्रै यो समाजमा सप्ताहको बेलामा उहाँले प्रमुख अतिथि बनाएर उहाँले नै उद्घाटन गर्नुभएको थियो भने अहिले पुनः फेरि चाहिँ वयोवृद्ध 104 वर्षका हाम्रा दाहाल गुरुलाई पनि हामीले सम्मान गर्ने कार्यक्रम राखेका छौँ। त्यसका साथसाथै हाम्रो 25,000 देखि माथि दिने एउटा हाम्रो चैतन्य पाठशालाका गुरु गणेश प्रसाद जोशीजीलाई पनि हामीले बाजागाजाका साथ सम्मान गर्ने कार्यक्रम रहेको छ। त्यसका साथसाथै हाम्रो खड्ग बहादुर बलारजीलाई पनि हामीले त्यसै दिन जाने बाजागाजाका साथ उहाँलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ। चैत्र 11 बजे उद्घाटन कार्य सम्पन्न भइसकेपछि ब्राह्मण वैदिक पूजन गरिनेछ। प्रमुख आचार्य श्री सत्यराज अवस्थीज्यूको मुखारबिन्दबाट यो सङ्गीतमय देवी भागवत प्रवचन हुनेछ। दैनिक ब्रह्म मण्डलीद्वारा विशेष हवन अनुष्ठान हुनेछ र हाम्रो साँझ 7 बजे को समयमा 17 गतेदेखि 24 गते साँझसम्म हाम्रो प्रत्येक दिन साँझ हाम्रो यो सङ्गीतमय शृङ्गारिक महाआरती 7 बजेदेखि 9 बजेको बिचमा सम्पन्न हुनेछ। सम्पूर्ण भक्तजनहरूले आफ्नो पितृदेवलाई सम्झेर आफ्नो इच्छा आकाङ्क्षाहरूलाई पूर्ण होस् भन्ने चाहनाका साथ चाहिँ हामीले यो शृङ्गारिक महाआरतीमा सहभागी भइदिनु होला र हाम्रो यो गौरीशङ्कर भगवानको प्राङ्गणमा आएर हाम्रो यो श्री मध्यदेवी देवी नवहा ज्ञान महायज्ञमा आफ्ना विचारहरू र आफ्नो यो राम्रा चाहिँ सन्देशहरू कथाहरू सुनेर घर प्रसाद ग्रहण गरेर घर जानुहुनेछ भन्ने आशाका साथ बिदा हुन्छु।